आयो आयो बवाल खतरनाक नै आयो। मोस्ट अवेटेड बलिदान मुभिजको न्यू सङ्ग आयो। सन्तोष सेनले एउटा पोस्ट गरेको थियो, त्यो पोस्टमा लेख्नु भएको थियो कि बलिदान मुभिजको न्यू सङ्ग आउँदैछ बङ्गा बङ्गा, र यो सङ्ग भनेको डान्सिङ सङ्ग हुनवाला छ, र यो सङ्गमा हामी सबैजनाले नाच्नुपर्छ, झुम्नुपर्छ, रमाइलो गर्नुपर्छ भनेको थियो। अनि यो सङ्ग आइसकेको छ, यो सङ्ग मैले हेरिसकेको छु। अनि यो सङ्ग कस्तो छ त, सन्तोष सेनले भनेको जस्तो छ त? हामी सबैजनाले डान्स गर्नुपर्छ त होइन, नाच्नुपर्छ त, रमाइलो गर्नुपर्छ त, कस्तो छ? यो सबै कुरा म यो भिडियोमा गर्छु। तपाईँहरूले यो भिडियो सुरुदेखि लास्टसम्म हेरिदिनु होला। अनि अहिलेसम्म मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने प्लिज च्यानललाई सब्सक्राइब अनि भिडियोलाई लाइक सेयर कमेन्ट गर्नु नभुल्नु होला। यस, सन्तोष सेनले भनेको कुरा सही निस्कियो। यो सङ्ग हेर्दाखेरि यसको डान्स र यसको हुक स्टेप भनेको खतरनाक छ, बवाल छ। यसको डान्स हेर्दाखेरि त मलाई पनि नाचौँ नाचौँ भएको थियो, र यसको हुक स्टेप भनेको त खतरनाक छ, बवाल छ होइन। यो सङ्ग भनेको एकदम राम्रो छ। यो सङ्गमा जति मान्छे चाहिन्छ त्यति मान्छे यो सङ्गमा लगाएको छ। सन्तोष सेनले यो सङ्गमा कुनै कमी गरेको छैन, कुनै कमी छोडेको छैन। र यो सङ्गमा मात्रै होइन, यो मुभिज पनि सन्तोष सेनले खतरा बनाएको छ। र यो मुभिजको हाइप यति छ कि यो मुभिज भनेको 13 गते फुलपातीमा आउँदैछ भोलि पर्सि, र यसको फर्स्ट डे फर्स्ट सो भनेको यसको कलेक्सन भनेको 4-5 करोड हुन सक्छ। र यसपालिको दसैँमा भनेको जति मुभिज आउँदैछ नि त सबैलाई त होइन साइड लगाएर यो मुभिज भनेको अगाडि बढ्छ, र यो मुभिजको कमाइ भनेको खतरनाक हुन्छ। र यो मुभिजको फर्स्ट डेको कलेक्सन भनेको 4-5 करोड त पक्का हो। यो सङ्ग हेर्दाखेरि यस्तो लाग्छ कि यो मुभिजमा कुनै फेस्टिभल, कुनै चाडपर्व या कुनै जितेको खुसीमा यो सङ्ग हुन सक्छ जस्तो लाग्छ। अनि तपाईँहरूले अहिलेसम्म यो सङ्ग हेर्नु भएको कि भएन, भएको छैन भने प्लिज होइन एकचोटि यो सङ्ग हेर्नु। अनि मेरो च्यानललाई पनि तपाईँहरूले अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब अनि भिडियोलाई लाइक सेयर कमेन्ट गरिदिनु होला, सोल्टा सोल्टिनीहरू।